फोटोग्राफी, वर्कसप अनि अफिसको रेगुलर काम लाइफ अलि मोनोटोनस भएको जस्तो लाग्यो। हामीसँगै जोडिनु भयो राज दाई र भाउजू पनि, अनि सँगै सुनिल दाई पनि। जितु दाई कफीको पारेख मध्येमा एक हुनुहुन्छ। दाईले पहिलेदेखि खाजु घुम्न बोलाइरहनु भएको थियो। त्यो लेकको माथि एउटा झुलुङ्गे पुल राखेको छ होइन, हाम्रो लागि त झुलुङ्गे पुल त खासै होइन, हाम्रो ठुलो हुन्छ नि त। माजा मसु होइन त्यहाँ? माजा मसु। यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ धेरै नै आउँछ त्यस्तो झुलुङ्गे पुल हेर्नु मलाई। अनि क्याफेहरू चाहिँ बबाल बबाल छ ठाउँ। पछाडि हाम्रो सुनिल सर हुनुहुन्छ। सुनिल सो एमरियो Korea has a huge coffee culture to get relief from workaholic lifestyle. I know what I'm doing. Clean when I'm moving. And I've been on the way, so you know that I'm fluid. When it comes to the team, I divide even. Eyes open to mind dreaming. विकट भनिएका ठाउँहरूमा बेस्ट इन्टेरियरका क्याफेहरू देख्न सकिन्छ। So I'm moving like a rumor. Showing how to work. I roll the sleeves up on my shirt. Built it from the ground. I had to rise from out the dirt. Watch this, I'ma show you how I do it. Like a pro, gotta hustle, get through it. No sweat, look good when I'm moving. I'ma rise, and they salute it. Watch this, I'ma show you how I do it. Like a pro, gotta hustle, get through it. No sweat, look good when I'm moving. I'ma rise, and they salute it. हामी आज छौँ यो खतरा क्याफेमा। टेस्ट गरौँ। के हाल्ने रे? हामी पुग्यौँ पहिलो क्याफे, तर धेरै क्राउडेड भएको कारण ठाउँ नै पाएनौँ अनि हामी लाग्यौँ अर्को लोकेसन। हाम्रो दाइले के बोल्नुहुन्छ ल बोल्नु दाइ। दाइ हामी कुन क्याफेमा अहिले आइपुग्यौँ? के भन्नुपर्छ भन्नु त? के ए खतरा ठाउँ ब्रुडा क्याफे। व्हाइट ब्याकग्राउन्डमा ठुलो एरिया, उत्कृष्ट बेकरी फुडहरूको आइटम्स। ब्रुडामा कफी खाँदा खाँदै साँझ झमक्कै परेको पत्तै भएन। त्यही दिन फर्कन गएको हामी एकाएक त्यहीँ बस्ने प्लान बन्यो र तयारी भयो बारबेक्यू। आधी किलो ल्याउनु फालिन्छ यसो गरौँ तुरुन्त आउनु नि त सिधै है। त्यो तपाईँको रिङ लाइट हुन्छ नि भनेको चाहिँ लिएर आइसक्यो।
बोलो 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 बार्बिक्यूको तयारी हुँदैछ यहाँ हाम्रो सर पनि एक ह्याप्पी न्यु इयर हो फर्किँदैन गाडी फटाडो र दामी रहेछ तिमीलाई यार जुस केही ल्याएन क्या बिना ल्याम तपाईँ खानुहुन्न म उस बनाइदिउँ किवी जुस बनाइदिउँ साइदा पनि ल्याएन है किवी छ किवीलाई हालेर उस गरेर त्यहाँ होइन कफी खान्छु अनि कफी गर त्यो अलिकति हाल्थ्यो अनि बानी पर्छ खाँदै दिन्न त मैले धेरै पछि खाएको म नि खान्थेन नि गरिहाल्यो हो कसरी किन्ने हो फेरि एकदम हेलो दाइ नमस्ते यहीँ समातेर गर्नु ऊ चाहिँ दीपक थापा कुरा गर्छ नि फोटोग्राफर है हो ऊ त राजसित फर्स्ट भेटेको थियो कुरा चाहिँ राज सुनिल उहाँ चाहिँ हस्त है टिका लगाएर गाडीले हान्दै गऱ्यो आफ्नै गाडीले अटोमा राखेर हान्ने गरेको यसरी म इन्सिडेन्टमा हुन्छ रोटोकमा पुलिसले भेटाएको के गरिराखेको छु के हुन्छ नि हानजान खेल्छाना भन्थ्यो क्या पहिला अन्त होइन सूर्य रोडमा एउटा मेन हुन्छ अरे के रातो डट हुन्छ के भन्थ्यो कि भनेर खान्थ्यो होइन हो दामी दामी सोइछ आकाशको झरी जस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा जुनी जुनी भरिला गर्नु त तिम्रो हजार सपनाहरूको माया लागेर आउँछ अल्झे कहीँ त के भो बाटो भुलेको छैन भाँचिसकेको विश्वास फेरि भएर आउँछ रुजु रुजु लाग्यो मलाई अधेरी नै मिठो लाग्दैन उजेली मिठो लाग्दैन उजेली दिन आँखा मेरो भिजिदिन्छ त्यसै त्यसै मेरो मन झुल्यो तिम्रो मनैमा। राति पानी परेकोले दिन मजाले खुल्यो। हामी जितु दाइको घरबाट निस्कियौँ। एकपटक फेरि महाजङ होसुलाई फर्केर हेर्ने प्लान सहित। जितु दाइको बसाइ घरमा बसाइ आज सकियो। फर्किँदैछु
होइन लास्ट इयर चाहिँ जितुको ऊ त्यो थियो होइन उनीहरूको त्यो त्यसपछि त्यो भयो होइन अहिले चाहिँ यो छ सेन्टरमा आउँदा कुन हुन्छ थाहा छैन धेरै कोठाहरू भएपछि यस्तै हो बच्चाको खेलाउने कुराहरू कति किन्ने कोरियामा आउँदा बच्चाहरूको लागि यत्रो सामान किन्यो लास्टमा बाबु पठायो नानीले पठायो अब यो सामान नेपाल लान मिल्दैन यहाँ राखेर चौलमा चाहिँ कुन गार्डन छ के वेदर दामी भएछ ल अब ब्याक टु होम हिजो यहाँ बस्ने प्लान थिएन तर पनि बसियो बारबिक्यू गरियो रमाइलो भयो सबैजना नयाँ मान्छेहरू नयाँ साथीहरूलाई भेट्यौँ नयाँ दाइहरूलाई भेट्यो र अब हामी फर्किँदैछौँ फर्किँदाखेरि लास्टमा एकचोटि फेरि माझा मौसोलाई हेर्नु पऱ्यो कुहिरोभित्र र पर कुहिरो रहेछ वेदर दामी भएछ रातभरि पानी परेको भएर यहाँ तल सुटिङ गरेको थियो हामीले लास्ट सुटमा हो यहीँनिर हो पानी परेर मान्छे फलो सही छ नि होइन यहाँ हाम्रो लागि झोलुङ्गे पुल सामान्य हो तर कोरियामा भने यस्ता पुलहरू बिरलै देखिन्छ त्यसैले यहाँ यस्तो पुल टुरिस्टको आकर्षणको विषय भन्छ मैले यहाँ ल्याउँछु भनेको थिएँ ल्यायो कि ल्याएन राम्रो छ भाजङ लेक पछि अन्तिम क्याफे जितु दाईको फेभरेट ठाउँ गयौँ यो चाहिँ थकाली थाली सेट आउँदैछ सुनि सर लास्ट के पुरा दाइले रोस्टिङ गर्ने पुरै त्यो भित्रै रहेछ त्यो मेसिनहरु अनि त्यो ओल्ड टाइपराइटरहरु सब रहेछ हो र मैले दाइको चोइसमा त्यहाँको बेस्ट इथियोपियन स्पेशल ह्यान्ड ड्रिप कफी खाएँ यहाँ जीवन स्पेशलिटी कफी हैन ह्यान्ड ड्रिप भयो अरु त नर्मल एस्प्रेसो हो इथियोपिया कफी रे मलाई चाहिँ मन पर्ने हो यो प्योर वाला रे अनि महँगो नि पर्छ यो हैन ह्यान्ड ड्रिप यो घर बनाएर खाँदा तिमीले त आइस त हातमा बनाइदियो होला गोला बाजुले नि हाल्छ द्याट वाज सो एक्सपेन्सिभ है त्यो चाहिँ हाम्रो नेपालकै हो नेपालकै अरेबिका नेपालको अरेबिका कफी जिएन बच्चा मेमोरी हाम्रो भयो हामी रहेछ वइ मेरो यस्तो के तिमीले हाम्रो लागि कफीको बारेमा त्यति जानकार नभए पनि कोरियाको दुर्गम ठाउँहरूमा फस्टाउँदो यो व्यवसाय उदाहरणीय छ उत्तर कोरियाको सीमामा रहेको यो ठाउँ अरू धेरै कुरामा कम विकसित जस्तो देखिए पनि कफी कल्चरले टुरिज्म सेक्टरमा साथ दिएको देखिन्छ जितु दाईलाई धेरै धेरै धन्यवाद मिठो यादहरूको लागि